Let's go. दाजु 2-3 वर्ष भन्दा बढी भइसक्यो यो व्यवस्था फाल्छु भनेको होइन कहिले हो? पनि मैले गरेको थिएँ नेतृत्व। त्यतिखेर मलाई राजाले ठुलो धोका दिए। त्यता दाजु यो तालिनी कमान्डर तपाईले नै बनाउनु भएको छ राजाले यो ताल चिनिराख्न नपार्नु नि। कसम 1 फ्याक्छु 2 फ्याक्छु 3 फ्याक्छु अनि मुखले मात्रै भनेर हुन्छ। कति कन्फिडेन्स सँगले भन्दैछ व्यवस्था गयो। सुन्नु हो त दाइ अनि सागर दाइले के भन्दै हुनुहुन्छ? तपाईको पारा मलाई मनै परेछ नि। केमा चित्त बुझेको छ? काम कम भयो गफ बढी भयो। मैले के गर्नु पर्छ? खुकुरी हामीले सबलाई माछ सिक्ने जनताहरु हातमा खुकुरी लिएर निस्किने दिन आउँदै छ। खुकुरी निकाल्ने टाइम आयो कि जाऊ। हरेक नागरिकले खुकुरी बोकेर आउँछ। खुकुरी बोक माछ सिक्ने देश डेभलप गर्नु। मैले मलाई साथ दिने हो कि हो 15 गतेको आन्दोलनमा एक भर लडौँ। नछस् मर्न तयार। अस्ति 15 गते आन्दोलन यसरी सुरु भएको थियो। Few moments later. के बसिक्यो राधे? आन्दोलन सुरु नहुँदै उहाँको सुन हरायो होइन पार्टीका सुन तस्करहरू यहाँ पनि सुन चोर्न आइपुगेछ नि क्या हो? अहिले पनि आफ्नो सुनको ख्याल राख्नु पर्थ्यो नि। भाइ होसै भएन। कानको मुन्टा चाहिँ बाँकी रहेछ त्यो चाहिँ अर्को आन्दोलन। दाजु अब नरुनु केही पाउनलाई केही गुमाउनु पर्छ। त्यही पनि हाम्रो कमान्डर दाजुले सुनको ठाउँमा हिरा ल्याइदिहाल्नुहुन्छ। त्यहाँ भनेको कोइलाको खातमा हुन्छ कि जहाँ सुके पाओ न उहाँ दाजुलाई सुनको ठाउँमा हिरा ल्याएर भरपाई गर्नुपर्छ। 20 केजी हिरा दिन्छु तिम्रो सबलाई। यता सुन चोरी भएर रुँदै हुनुहुन्छ यता यही मौकामा व्यापार गर्दै हुनुहुन्छ। यो बेच्न राख्नु भएको अनि आजको दिनमा बेच्ने हो यो कसले बेच्न दियो यो झन्डा होइन बेच्न आफै आएको हुँदैन भने जान्छु नि होइन एउटा बोकेर हिँड्न मिल्छ मिल्दैन मिल्छ तर किन्नुपर्छ किनेर लिनुपर्छ भने देशको के रह्यो अस्तित्व ए तँलाई फ्रीमा झन्डा दिएर देशको अस्तित्व रहन्छ नि कुन पार्टीको मान्छे हो म त के पनि होइन म त यस्तो व्यापार गर्न आएको तपाईँ जस्तो ढुङ्गा हान्नु भन्दा त व्यापार गर्न दिनु नि भयो एउटा दिनुहुन्न मलाई ल होइन झन्डा फेरि फ्रीमै लग्यो किनिदिएको भए पनि हुन्थ्यो नि बरु व्यापार त हुन्थ्यो कति नै पर्थ्यो लिन्छु भन्दै हुन्थ्यो तर हामी नकिनिकन देशको झन्डा कसैले किन्छ कसैले किन्दैन यो झन्डा त रुखमा फल्ने हो टिपेर ल्याउने बेच्ने आन्दोलनकारीहरू भर्खर झन्डा बोकेर नाच्न लाइथे घरबाट लुकेर टियर ग्यास हान्दैछ त्यसपछि दाजुले जे भन्नुभयो त्यही भयो बङ्गलादेशी स्टाइल होइन घरबाट लुकेर असुर ग्यास हान्ने चाहिँ को रहेछ हजुर मन लाग्दी नबोल्नु है मन लाग्दी पनि बोल्छन् मन लाग्दी पनि गर्छन् अब आन्दोलनकारी चप्पल गयो अब त्यही चप्पलले घर पुगेपछि बुढीले टाउकोमा हान्छे आठपटिनीमा लुटपाट मचिरहेको छ भित्रबाट लुटपाट गरेर बाहिर निस्कदै भित्र भएको आइसक्रिम खोसाखोस भइराखेको अवस्था छ दाजु आफ्नो आन्दोलनकारीहरूलाई खाजा खानाको व्यवस्था गरिदिनु पर्थ्यो नि झोलेरको जसरी हेर्नु त त्यहाँनिर चोरेर खाइरहेछ आन्दोलन गरे भोक लाग्यो यहाँ आयो खाना पायो बङ्गलादेशमा हेर्नु बङ्गलादेश त के थियो बङ्गलादेशमा खानै पाएको छैन हाम्रो नेपालमा जति खान्छ खाओ न ल फ्रीमा रुसलान भुड्का बोकेर हिँडिरहेका छन् खसीको खुट्टा तखा बुढा अनि मोज गर्नुपर्छ गरे तर खाइ नसक्दै पुलिसले समातेर लगिहाल्यो मान्छेहरूले मोज गरिरहेका छन् ल हेर्नु फलफुल बोकेर हिँडिरहेका छन् ठुक्क दिदी तिमीलाई त लाज लाग्नुपर्छ लाज लाग्दैन रन्डीको बान तिमीहरूलाई अङ्कल हेर अरूले त खाए चोरे तपाईँ जस्तो कपाल फुलेको बुढो मान्छेले पनि यस्तो गर्ने हो त शेख हसिनाको धोती लिएर भागे चाहिँ सारी लिएर भागे चाहिँ आन्दोलनकारीले केपीएलका कट्टु लिएर जान्छ यो राजावादी त होइन पक्कै भिडको मौका छोपेर चोर्न आएको हुनुपर्छ होइन यस्तो खुल्ला चोरी हुँदा पनि पुलिस चाहिँ कहाँ छन् खोसेर ल्याए उनीहरू मात्र किन सेफ्टी हामी पनि सेफ्टी होइन पुलिसले आफ्नो सामान त जोगाउन सकेको रहेन चाहिँ के चोरलाई समात्थ्यो त्यो सिल भन्दा पनि सक्नुहुन्छ भने बन्दुक खोज्नु गन छ क्या माछ सिक्ने अब पक्कै त्यो बन्दुकले मान्छे मार्ने त होइन होला पारस दाजुसँग जङ्गलमा शिकार खेल्न जानुपर्छ यो विदेशीलाई चाहिँ के को रहर हो फेरि आन्दोलनमा हिँड्न हामी चाहिँ वैदिक सनातन हामी चाहिँ हिन्दूको प्रतीक शान्तिको प्रतीक हो हाम्रो ज्योति जीवन यहाँ ढुङ्गा प्रहार गर्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ ढुङ्गा प्रहारले धर्मगुरुले कहाँ त्यस्तो गर्नुहुन्छ त्यो त बलिङ प्र्याक्टिस हो
जल्ला फ्याँक्न पाएको थियो सन्दीप चम्सा सबैलाई सन्दीप लामिछाने बन्नु छ सबै केटाहरू बलिङ गरेको गरे चान्स पायो कि नेपालीले अब ढुङ्गा हान्नुपर्छ यिनीहरूलाई अब पुलिससँग धक्कामुक्की नगर्नु होला तपाईँ होला धक्कामुक्की नै गर्ने का ग्राउन्डमा आउनुहोस् त एकपल्ट ग्राउन्डमा हजुर यता स्टेजबाट ग्राउन्डमा आउनु भन्दै हुनुहुन्छ हजुरका मान्छेलाई कुटेको कुटै छन् प्रहरीले ठुलो मात्रामा आफै गाडी बस्दै हुनुहुन्छ नेपाल पुलिस आइज रन्डीको बाद लागि परेको छ दुर्गा पिसाईले प्रहरीको एक लेयर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ अगाडि बढिराख्नु भएको छ यो गाडीले हुँदा सक्नुहुन्छ प्रहरीका यी घेरा तोडेर अगाडि बढिराख्नु भएको के हो दाजु हजुरको ड्राइभिङ त खतरा छ त पारस दाजुलाई पनि सिकाउनु पर्यो अब यस्तै गरी गाडी चलाउन हामी आउनुभन्दा पहिले टियर ग्यास हानेको छ गोली हानेको छ त शान्तसँग आन्दोलन गर्न दिएको भए हुन्थ्यो नि अनि के हो दाजु अनि हजुर चाहिँ आफ्नो आन्दोलनकारीहरूलाई यसरी उकास्ने हो त लिडरले सुरु गरेपछि त अरूले गर्छन् त यहाँ हामीले अहिलेकै गोली गठा लिएर आएर यो दलाल पुलिसहरू विरुद्ध गरेका थियो र हामीले शान्तिपूर्ण र्याली गर्न पाइने किन छ तर हजुरसँग तपाईँसँगको छैन त उहाँसँग त रहेछ प्लास्टिकको होइन होला पारेर एउटालाई राम्रो लडाइ यस्तो लडाइदिनुहोस् न फेरि मर्ने र मार्ने खेल सुरु होस् भन्न खोजे हो यसले फाइदा कसलाई हुन्छ हिउँ खोज्यो भने प्रचण्डको खुमलदारमै गएर भिड्ने हो नहुने कुरा कहाँ भिड्ने हो हद गर्न त भएन नि भत्काइदे गर आगो लगाइदे माछी आगो लगाइसकेका छौँ एउटा घरमा अनि अब यसै गरी हामी अरू घरलाई पनि आगो लगाउन जाँदैछौँ केटा हो गएर आगो लगाइदे तेरो बाउले ल्याएको गाडीहरू चलाउँछ यस खातेहरू साला रनमुनको बिल्डिङमा आगो लाउने यिनीहरू हेर्ने बाटोमा बाइकमा हिँडिरहेछ तिमीहरू बाइक जलाइदिन्छौ कस्तो खालको चाहिँ भेडा मान्छे यार तिमीहरू देश बनाउने मान्छे तिमीहरू मा कसम होइन क्या तिमीहरू हाम्रो दुश्मनी देश खत्तम पार्ने गद्दारहरुसित हो अब भनेको पुलिससित अब त्यो भन्ने मात्र हो लास्टमा भिड्ने भनेको जनता र पुलिसमा त्यो साधारण सिपाही मरेर के हुन्छ अब यहाँ ठुला नेता मर्ने दिन आउँदैछ मार्दे है म जिस्काएन तरबार हाना पनि खेल्नु त बन्दुक हाना पनि खेल्नु त डरा छ अहिले त आगो लगाइदे केपीलाई भन्छु केपी शर्मा ओलीको घर आधा हान्छ घरमा छिरेर नेतालाई मारेनछन् भने